नमस्ते। नेपाल अहिले एउटा आर्थिक रूपान्तरणको यात्रामा छ, तर यो विकासको लाभ देशका हरेक नागरिकसम्म कसरी पुर्याउने? आजको हाम्रो चर्चा यही प्रश्नको उत्तर खोज्ने प्रयासमा केन्द्रित हुनेछ, जहाँ विगतका पाठ र भविष्यको प्रविधिले एउटा नौलो समाधानको बाटो देखाउँछ। लामो समयको राजनीतिक अस्थिरतापछि नेपालले बल्ल आर्थिक गति समातेको देखिन्छ। सन् 2017 र 2018मा 6% भन्दा माथिको आर्थिक वृद्धि दरले एउटा नयाँ आशा जगाएको छ र अब सरकारको एउटै लक्ष्य छ, देशलाई विकासको यो नयाँ दौडमा सामेल गराउने। तर आर्थिक वृद्धि दरका अङ्कहरू मात्रै सबै थोक होइनन्। मूल प्रश्न त यो हो कि यो विकासको फाइदा सबैसम्म कसरी पुग्छ? र यही नै हो आजको हाम्रो मूल प्रश्न। त्यसो भए यो लक्ष्य हासिल गर्ने बाटोमा सबैभन्दा ठूलो चट्टान के हो त? त्यो हो वित्तीय समावेशिताको खाडल। यसको मतलब देशका धेरै नागरिकहरू अझै पनि औपचारिक आर्थिक प्रणालीभन्दा बाहिरै छन्। आउनुहोस् यो समस्यालाई अलि गहिराइमा गएर हेरौँ। अब वित्तीय समावेशिता भन्नाले के बुझिन्छ त? विश्व ब्याङ्कको परिभाषा त यहाँ छँदैछ, तर सरल भाषामा भन्नुपर्दा यो भनेको खाली ब्याङ्क खाता खोल्ने कुरा मात्रै होइन है, बरु हरेक व्यक्ति र व्यवसायले आफ्नो जीवन सुधार्न र भविष्य सुरक्षित गर्न चाहिने सबै वित्तीय सेवा, जस्तै बचत, ऋण, बीमा सस्तो र भरपर्दो तरिकाले पाउनु हो। जब हामी वित्तीय पहुँचको कुरा गर्छौँ, एउटा प्रश्न उठ्छ, को चाहिँ पछाडि छुटिरहेको छ त? को हो यो प्रणालीबाट बाहिर? यो तथ्याङ्कले तस्विरलाई अझै छर्लङ्ग पार्छ। यो विश्व ब्याङ्कको डाटाले के देखाउँछ भने यदि कोही गरिब छ, गाउँमा बस्छ वा कम पढे लेखेको छ भने उनीहरूको ब्याङ्क खाता हुने सम्भावना वात्तै घट्छ। यी नकारात्मक अङ्कहरूले त्यही सम्भावना कति घट्छ भनेर देखाउँछन्। अब यस्तो जटिल समस्याको समाधान कहाँ खोज्ने? कहिलेकाहीँ जवाफ भविष्यमा होइन, विगतमा लुकेको हुन्छ। आउनुहोस् एकछिन इतिहास पल्टाएर हेरौँ, दक्षिण कोरियाको अनुभवतिर। सोच्नुहोस् त, कुनै बेला दक्षिण कोरिया पनि नेपाल जस्तै कृषिमा आधारित देश थियो। तर सन् 1970 को दशकमा उनीहरूले एउटा अभियान सुरु गरे, सेमाउल उन्दुङ, अर्थात् नयाँ गाउँ अभियान। र हो, यसले देशको मुहारै फेरिदियो। सबैभन्दा अचम्मको कुरा के थियो भने यसको शक्ति बाहिरबाट आएको थिएन, समुदायभित्रैबाट आएको थियो। र यो कुनै कथा होइन, साँचो हो। यी तस्विरहरू आफै बोल्छन्। हेर्नुस् त, कसरी खरले छाएका झोपडीहरू आधुनिक पक्की घरहरूमा बदलिए। यो त त्यो अभियानले ल्याएको भौतिक परिवर्तनको एउटा सानो झलक मात्र हो। अब तपाईलाई लाग्ला यो सफलताको पछाडि कुनै ठूलो जटिल सिद्धान्त थियो होला? तर थिएन। यसको आधार एकदमै सरल थियो, लगनशीलता, आत्मनिर्भरता र सहकार्य। सरकारले अलिकति सहयोग गर्यो, तर बाँकी काम समुदायले आफै गर्यो। तर यो सबै भौतिक परिवर्तन हावामा त भएको थिएन नि, होइन? यसको पछाडि एउटा बलियो वित्तीय प्रणाली थियो। यो चित्रले त्यही प्रणालीको खाका देखाउँछ। कोरियाले के गर्यो भने कृषि ब्याङ्क र स्थानीय सहकारीहरूलाई एकै ठाउँमा जोड्यो। यसले गर्दा सरकारको पैसा सिधै गाउँ गाउँसम्म पुग्यो र वास्तविक काममा बदलियो। ल, यो त भयो विगतको कुरा। अब वर्तमान र भविष्यतिर हेरौँ। आजको युगमा प्रविधिले, खासगरी फिनटेकले नेपाललाई परम्परागत बाधाहरू फुत्तै नाघेर अघि गर्न कसरी मद्दत गर्न सक्छ त? अब फिनटेक त भनियो, तर यो हो के त? खैर, वित्तीय स्थिरता बोर्डको परिभाषा त यहाँ छँदैछ, तर सरल भाषामा भन्नुपर्दा यो भनेको फाइनान्स र टेक्नोलोजीको मिश्रण हो। यसको एउटै काम हो, वित्तीय सेवालाई छिटो, सस्तो र सबैको पहुँचमा पुर्याउने। र यो कुनै सानोतिनो कुरा होइन। फिनटेकको लहरले पूरै विश्वलाई, खास गरी उदीयमान बजारहरूलाई छोएको छ। हाम्रै छिमेकी चीन र भारतमा हेर्नुस् न, 87% यसलाई अपनाइसकेका छन्। यसबाटै थाहा हुन्छ कि नेपाल जस्तो देशको लागि यो प्रविधि कति शक्तिशाली हुन सक्छ। अब फिनटेक पनि एकै किसिमको हुँदैन। यहाँ हेर्नुस्, केन्याको एम्पेसाले एजेन्टहरूमा भर पर्छ, जसले गर्दा कारोबार अलि महँगो पर्छ। तर कोरियाको युबीपेले बीचको मान्छे नै हटाइदियो, जसले गर्दा खर्च घट्यो र सुरक्षा बढ्यो। अब नेपालले पनि यस्तै उदाहरणहरू हेरेर आफ्नो लागि सबैभन्दा राम्रो बाटो कुन हो भनेर रोज्न सक्छ। र फिनटेकको सबैभन्दा गजबको कुरा के हो थाहा छ? यसले पुराना नियमहरूलाई नै तोडिदिन्छ। जस्तो पहिला ऋण लिन ब्याङ्कमा खाता र कारोबारको लामो इतिहास चाहिन्थ्यो।
तर अब फिनटेकले त मान्छेको मोबाइल फोन प्रयोग गर्ने बानी हेरेरै उसको ऋण तिर्न सक्ने क्षमता छ कि छैन भनेर पत्ता लगाउन सक्छ। सोच्नुहोस् त, यसको मतलब जसको ब्याङ्कमा कुनै इतिहास नै छैन उनीहरूले पनि ऋण पाउने सम्भावना खुल्यो। ल अब यी दुई कुरालाई जोडौं। एकातिर दक्षिण कोरियाको सामुदायिक पाठ, अर्कोतिर फिनटेकको आधुनिक प्रविधि। नेपालले कसरी यी दुवैलाई मिलाएर आफ्नो छुट्टै बाटो बनाउँदैछ त? अनि राम्रो कुरा के छ भने यसको असर देखिन थालिसकेको छ। यो चार्ट हेर्नुहोस्। जुलाई 2016 देखि जनवरी 2019 सम्ममा साना र मझौला उद्योगहरूमा जाने ऋण 3 गुणा भन्दा बढीले बढेको छ। यो भनेको पैसा अब तल्लो तहसम्म, वास्तविक काम गर्ने ठाउँसम्म पुग्न थाल्यो भन्ने संकेत हो। र यो खाली पैसाको अङ्क मात्रै होइन, यी प्रयासहरूले लघुवित्त संस्थाहरू मार्फत 33 लाख भन्दा बढी मानिसहरूलाई छोइसकेका छन्। यो त लाखौं मानिसहरूको जीवनमा आएको परिवर्तनको कथा हो। अब यो प्रगति आफै भएको चाहिँ होइन, यसको पछाडि सरकारका केही महत्त्वपूर्ण नीतिहरू छन्। जस्तै सस्तो ब्याज दरमा ऋण दिने, ग्रामीण स्वावलम्बन कोष बनाउने र खासगरी महिला उद्यमीहरूलाई अगाडि बढाउन विशेष कार्यक्रमहरू ल्याउने। ल, प्रगति त भइरहेको छ, जुन निकै राम्रो कुरा हो। तर यात्रा अझै सकिएको छैन। अब अगाडिको बाटोमा सबैभन्दा ठूला बाधाहरू के बाँकी छन् त? यो एउटा अङ्कले धेरै कुरा भन्छ। 18.7%। नेपालका झण्डै 19% वयस्कहरूले किन ब्याङ्क खाता खोल्न पाएका छैनन्? किनभने उनीहरूसँग आवश्यक कागजपत्र नै छैन। यसले के देखाउँछ भने फिनटेक जस्तो प्रविधिको पूरा फाइदा उठाउन राष्ट्रिय डिजिटल परिचय पत्र जस्ता आधारभूत पूर्वाधार कति जरुरी छ। अन्त्यमा यो भनाइले वित्तीय समावेशिताको सारलाई एकदमै राम्रोसँग समातेको छ। यो भनेको सित्तैमा केही बाँड्ने नीति होइन, यो त गरिबले पनि बराबर अवसर पाउनुपर्छ भन्ने सोच हो। किनभने एकपटक अवसर पाएपछि उनीहरू आफै आफ्नो गरिबीबाट बाहिर निस्कन सक्छन्। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। के ऐतिहासिक पाठ र आधुनिक प्रविधिको यो मिश्रणले साँच्चै सबैका लागि समृद्धिको ढोका खोल्न सक्ला? नेपालसँग विगतको प्रेरणा पनि छ, भविष्यको प्रविधि पनि। अब यसलाई सही तरिकाले मिलाउन सकिन्छ कि सकिँदैन त्यो त समयले नै बताउनेछ।